फाइनली गाइस नेपालले भारतलाई जितिरहेछ। भारतकै होम ग्राउन्डमा भइरहेको वुमेन्स टिमको बिचको गेममा नेपालले भारतलाई 2 गोल हानेछ। 2 गोल साम्बा सावित्री भण्डारले नै हानेको छ कि गाइज। 1 गोल 1 मिनेट 34 सेकेन्डमा र दोस्रो गोल 63 मिनेटमा हानेको थियो क्या। त्यो पनि दुवै साम्बाले। एउटा भनेपछि डिबक्स बाहिरबाट हानेको गोल पनि हानेको नि गोल भइरहेको कि यार के भन्ने होइन। यस्तो भइरहेको थियो कि सुरुमा 1 गोल हान्दाखेरि नि नेपालले जित्छ जस्तो लागेको थियो कि मलाई चाहिँ। किनभने इरानसँग त्यत्रो 3 गोल खाएर हारेको पनि नेपाल हाम्रो चेलीहरू होइन। त्यही हो फाइनल जित्यो। आजको गेममा चाहिँ के देख्यो भने चाहिँ अन्जना राणाको त्यस्तै बेस्ट किपर भइहाल्यो होइन। मजाले झ्यापसँग दिइरहेको छ। तर पनि एकचोटि त कसरी अलिक अगाडि बढ्यो कि के भयो गोल हानिहाल्यो नि 1 गोल। तर पनि त्यहाँ खत्रै सेभ गरेको थियो अन्जना राणाले। त्यसपछि भइहाल्यो साम्बा भइहाल्यो। प्रीति राई कति एकचोटि कति मिस भइरहेको थियो होइन। रेखा पौडेलको नि तर के भइरहेको त्यो इरानसँग खेलेदेखि रेखा पौडेल कस्तो खेलिरहेको जस्तो लागिरहेको कि। अनि त्यसपछि तर पनि हाम्रो नेसनल टिममा चाहिँ के गर्नु पर्यो भने अब नयाँ टिम नयाँ यङ खेलाडीहरूलाई चाहिँ हाल्नु पऱ्यो कि। अहिले हामीले मिनान देउवालाई हालेर खेलेको क्या खतरा खेलिरहेको थियो। रनिङ पनि त्यस्तै भएन। अनि अझ झन् त्यो म चाहिँ के सोचिरहेको भने रेखा पौडेलको साटो बरु त्यो पूर्णिमा राईलाई हालेको भए झन् राम्रो हुन्थ्यो जस्तो लागेको थियो कि। अनि त्यसपछि अरू त पूजा राणा त खम्बाइ भइहाल्यो होइन पूजा राणा। अनि त्यसमा नि के मिस गरिरहेको भने चाहिँ गीता राणालाई मिस गरिरहेको छ। अझ अरू राम्रो थियो होइन गेम जे होस्। तर लास्टमा कस्तो भइरहेको थियो कि बराबर हुने हो कि 6 मिनेट थपेको थियो त्यसमा। 6 मिनेट थप्दा नि होइन 6 मिनेट थपिँदा नि कस्तो गेम भएर अलिक हुन्छ नि हत्तिएर खेले जस्तो भइरहेको थियो कि लास्टमा 6 मिनेट नि टाइम पास गर्न क्या भइरहेको थियो होइन। नेपाल सेकेन्ड भएको छ होइन। इरानले भारतलाई नि जित्यो नेपाललाई नि जित्यो फर्स्ट भइहाल्यो। अब त्यही हो नेपाल सेकेन्ड भयो। जोस् कङ्ग्रेचुलेसन होइन हाम्रो चिडियाहरूलाई। अरू के भन्ने अब त्यही हो अलिक बेस्ट प्लेयरहरू हाल्नु पऱ्यो गेममा। झन् नेपाली बोइज टिमको त के कुरा गर्ने यस्तै गोल खाएर आएर हुन्छ है। अब के भन्ने तर पनि जस्ट प्रगति भइरहेको